मेरामा छोरा भयो एउटा कुरा त मलाई थाहा छ यो धन पैसा भन्ने कुरा मेरामा छोरा यो धन पैसाको मुख कालो हुन्छ भन्दै हुने चाहिँ के यो धन पैसाले कहिले मान्छेले सुख पनि दिँदैन शान्ति पनि दिँदैन सुखले बस्न पनि दिँदैन भनेर भन्छन् हुन हो रहेछ मेरामा छोरा भइरहन सुख छैन नभइरहन सुख छैन। अब 1 महिनासम्म 1 रुपियाँ पैसा नहुँदासम्म मान्छे खुरु ड्युटी जान्छ हेर खुरु काम गर्छ त्यो एक दिन सेलेरी आन्छ महिना एक दिन हेर महिना एकचोटि सेलेरी आन्छ सेलेरी आउँदा यति टेन्सन हुन्छ मेरामा छोरा कति मान्छे ड्युटीमै जान्नन् मेरामा छोरा अब कति मान्छे ड्युटी जान्नन् कति मान्छे त्यसै छटपटी हिँडेको हुन्छन् कति मै छटपटी हिँडेको हुन्छु मेरामा छोरा यो त्यस्तो चिजै छ। हाम्रो चाहिँ अब महिनामा एकचोटि त 20,000 30,000 रुपियाँ आने त यस्तो हुन्छ भने मान्छे करोडौँको व्यवहार गर्ने करोडौँको आउने मान्छेहरूको छन् के गर्छन् त्यो मान्छे त हप्ता दिन सुत्दैन होला मेरो आमा छोरा अब त महिनामा करोड थाप्ने लाख थाप्ने त उस्तै परे 1 हप्ता महिना दिन सुत्दैन होला। हामीलाई त अब 2 दिन निन आन्न सेलेरी आउँदा दिन भनेपछि पैसा भन्ने चिज कस्तो हैछ त हामी नर्मल सामान्य मान्छेले त यस्तो हुन्छ भने ठुला बडाले कस्तो हुन्छ त आमा छोरा कतिले चैनसँग सुत्न पनि पान्न एकातिर चोरको डर एकातिर अब केसको डर एकातिर कतै मार्ने हो कि के गर्ने डर भन्ने आमा छोरा अब ओहो त्यही भएर मेरो आमा छोरा पैसा हुनु भन्दा नहुनु फाइदा। अब महिनाभरि हुन्न ढुक्कले खुरु काम गरिन्छ अब महिनाभरि पैसा हुन्न ढुक्कल काम अब पैसा हुँदा दिन सेलेरी आउँदा दिन मेरो आमा छोरा यति तनाव ओहो त मेरो आमा छोरा भनेपछि यो पैसा साँच्चै कालो मुख रहेछ यो पैसाको।